नमस्ते रिजु। एउटा कुरा सोध्नु मन लागेको छ कि मेरो पैसा हरायो 5000 मैले। हेलो एभ्रीवान, वेलकम ब्याक टु आवर च्यानल। अनि फेरि पनि आज आइसकेको छु तपाईहरुको माझमा म अर्को नयाँ भिडियो लिएर, तपाईहरुकै रबिना है। अनि आज चाहिँ हामी के गर्दै छौं भनेर तपाईहरुले टाइटल र थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भएको छ। त्यही पनि म फेरि के गर्न लागेको भनेर भन्छु हैन। आज चाहिँ मेरो बहिनी आउँदैछ मेरोमा, अनि उ चाहिँ प्राय आइरा हुन्छ। अस्तिको दिन पनि आथ्यो, हिजो पनि आथ्यो, अनि आज पनि आएको छ, आउँदैछ के। अनि त्यो भएर आज चाहिँ म उसलाई प्र्याङ्क गर्न जाँदैछु साथीहरु। के प्र्याङ्क भनेर त अब एकछिनपछि हेरेर थाहा पाइहाल्नुहुन्छ हैन। भन्दा पनि म चाहिँ आज उसलाई मनी प्र्याङ्क गर्दैछु। एकछिन रुक्छु न। अनि त्यसपछि मेरो पैसा हरायो, मैले यहाँ पैसा राखेको छ, तिमी भन्दा अरू कोही आएको छैन, यस्तै यस्तै प्र्याङ्क गर्छु हैन। उसको रियाक्सन कस्तो आउँदो रहेछ। अबे ल एकछिन न्याउ। अनि यहाँ हेर्छु नि, यहाँ के भन्छ सरी उ हेर त। अनि उसको रियाक्सन कस्तो आउँदो रहेछ र मैले प्र्याङ्क गर्न सक्छु कि सक्दिनँ रहेछु भनेर मेरो स्किल टेस्ट पनि हो साथीहरु आज हैन। ल त्यही हो। अब म चाहिँ क्यामेरा सेट गर्छु। उ आइपुग्ने बेला भइसक्यो। भर्खर फोन गरेको थियो मलाई, फोन गरेको थियो। अनि उ आइपुग्ने बेला भइसक्यो। म हतार क्यामेरा सेट गर्छु। म चाहिँ क्यामेरा चाहिँ यहाँ राख्छु, यो भाडा राख्ने र्याकमा, किन भन्दाखेरि यहाँ चाहिँ खासै अब याद हुँदैन नि त कसरी राखेको छ क्यामेरा भनेर म लुकाएर राख्छु। अनि उसलाई म आज रुवाउनेवाला छु, खतरा पाराले रुवाइदिन्छु आज मेरी बहिनीलाई। तिमी रुन तयार भएर आउला भन्दै म चाहिँ क्यामेरा मिलाउँछु है त साथीहरु। त्यसपछि भेटौँला। साथीहरु मेरो बहिनी आइसकेको छ। म चाहिँ ढोका खोलिदिन्छु अनि उसलाई चाहिँ खतरा प्र्याङ्क गर्नुपर्छ है त साथीहरु। हेलो नमस्ते रिजु। नमस्ते नमस्ते। आज होमवर्क गर्छ राजा बैसो। होमवर्क गराइस्। के गरेको? यता आऊ, सानीसित आऊ। किन आउनु भन्यो नि सर? किन आउनु सानीसँग भन्यो? यता आऊ छिटो। मेरो मम्मासँग बस्छु भन्यो न। किन जाने हो र हैन? यता आऊ। नाउनी ओहो के भएको छ आजलाई? जान जरुरी छ र म भन्दियो नि छोरो। छ नि सानीसित यता आऊ। हजुर चाहिँ किन आइसकेको बरु यहाँ मेरो घर भन्दिछ त? भन्दियो त्यस्तो भन्न हुँदैन है सानीलाई। आई अनि के छ त बुनु खबर? ठिक छ। हजुरलाई अनि एउटा कुरा सोध्नु मन लागेको छ कि नरिसाइस है। यदि हो भने हो भन्छ हैन। मलाई त हजुरसँगै डाउट छ, किन भन्दाखेरि अब हजुरलाई नै एकदमै डाउट गरिरहेको छु मैले चाहिँ। अब हो भनेदेखि हो भन्छु, झुट नबोलेर। मेरो चाहिँ अस्ति हजुर हिजो पनि आइसक्यो नि त हैन। अस्ति पनि आइसक्यो, अस्ति भन्दा अघिल्लो दिन पनि आइसक्यो नि त। मेरो पैसा हरायो 5000 मैले त्यही लागि राखेको थिएँ। अनि अब अरू कोही पनि आएको छैन मेरो घरमा। अब हजुरले नै हुन सक्छ मलाई चाहिँ। अनि मैले हजुर हुँदैन। अनि मैले हजुरको पैसा चाहिँ किन लिने? मसित पैसा चाहिएको भएमा कि मामुलाई माग्थेँ कि बाबालाई माग्थेँ कि चाहिएकै भयो हजुरसित नि मागिहाल्थेँ। म किन चोर्थेँ त्यसरी? आई डोन्ट नो, तर अब खै मलाई थाहा छैन। हजुरले नै लिनु परेको हुन्छ। मेरो घरमा कोही त आउँदैन। अनि बुनु कसरी हराउँछ त कि? अब आयसले त्यसरी पैसा लिँदैन। अब यो सानोले उसले भेट्ने त्यो पैसाको उसलाई केही पनि थाहा छैन। अनि अब हजुरभन्दा अरू कोही पनि आएको छैन मेरो घर चाहिँ। अनि कसले लान्छ त पैसा चाहिँ? अनि हामी यत्रो बोल्यौँ, यत्रो भेट्यौँ, झन् हामी त अहिले यति नजिकै बस्छौँ, झन् हामी क्लोज भयौँ होला भने त आज आएर मलाई पैसा चोरेको आरोप लगाउने भने। अनि हजुरले नै लगेको हुनुपर्छ क्या बुनु। अनि कोही त आएको छैन। अनि हो के हजुरले लगे जस्तो लागिरहेछ मलाई। त्यो लगे पनि 5-10 रुपियाँ पो लग्नु त। 5-5 हजार चाहिँ मलाई के काम? म त्यो पैसा लगेर कहाँ राख्ने, के गर्ने म त्यो पैसाले? के थाहा, आज आएर त मलाई हजुरको विश्वासै लागेको छैन क्या।
किन हो मैले के गरेँ त्यस्तो मैले के काम गरेँ होला मेरो चित्तमा मैले पैसा राखेको देखिसक्यो हो र अनि त्यही भएर दिने नत्र भने त्यो हजुरले मैले राखेको ठाउँ देखिसक्यो त्यही भएर दिनदिनै आइसक्यो नत्र दिनदिनै किन आइसिन्छ अनि हजुरको खासमा राखेको पैसा चाहिँ हेरिसो म हिजो आएको अस्ति आएँ अनि आएर पनि म कहाँ चाहिँ जान्थेँ होला भए यही हुन्छ कि कहाँ पर्यो होला कि कहीँ राखेर बिर्सेको होला हजुरले आइसो हजुरले नै रहेछ हो के कस्तो मैले होइन कि दिदी किन चाहियो छोरो दिदी किन चाहियो यस्तो नटी दिन्छु यत्रो तिमी आएर त्यत्रो के भिडियो बनाउने भन्ने सल्लाह गरेर अब त झन् यही पैसा चोरेको आरोप लगाउन पो रहेछ हो भिडियो बनाउने म पनि बुनुसँग राम्रो भिडियो बनाउँछु भनेको त हजुर त यस्तो पैसा चोर्दै हिँड्सिँदो रहेछ अब के को भिडियो बनाउने किन पैसा चोर्ने हो के मसित पो पैसा छैन त मलाई पैसा चाहियो म कि मामुलाई माग्थेँ कि बाबालाई माग्थेँ हजुर धेरै ठुलो कुरा नगरिस ल बुनु आउन छैन मलाई यो घरमा कहिले यहाँ सुनिस पहिला कुरा गरिस नि यहाँ आइस यहाँ पुरा कुरा हो मलाई सुन्न पनि छैन मलाई केही सुन्न पनि छैन मैले आज असली रूप थाहा पाएँ अहिले के अरे म जहिले हजुरसित बोल्न आउने झन् मलाई ट्रस्ट गरे होला भन्छु त आज आएर पैसा चोरेको आरोप लगाउने भनेर रिस उठ्दैन रिस उठेर मलाई केही फरक पर्दैन ल हजुरले नै हजुर लगेको पैसा हजुरको बाबा मम्मीलाई भनेछु अनि मेरो पैसा 5000 रुपियाँ फिर्ता ल्याएर दिन्छ अरू कुरा म केही जान्दिनँ बरु म दिम्ला 5000 रुपियाँ हजुरले ओके दिस अहिले मैले न त्यो पैसा चोरेको हुनु मैले न त्यो हजुरले चोरेको हो हैन मेरो घर कोही आउँदैन होइन मैले न चोरेको हो न मैले लिएको हो मलाई चाहिएको भए म हजुरसित राम्रो मुखले माग्थेँ म हजुरको बहिनी नै हो मलाई बरु मैले त्यो पैसा चोरेको होइन तर म हजुरलाई बरु त्यो 5000 रुपियाँ जस्तोको त्यस्तै क्यासमा कि मोबाइल पेमा हो मलाई थाहा भएन म त्यो पैसा रिटर्न गरिदिन्छु तर यो पारा मलाई ठिक लागेन यदि हजुरले लगेको होइन भने कसरी किन फिर्ता गरिसिन्छ त हजुरले लगेको छैन भने किन फिर्ता गरिसिन्छ ल अब यत्रो सबै सुनाएपछि त मैले नलगे पनि फिर्ता गर्नै त पर्यो नि आज आएर थाहा भयो बुनु पनि यस्तो चोर रहेछ मलाई भिनाजुले मारिसिन्छ त्यो 5000 रुपियाँमा जस्तो छ त्यस्तै फर्काइदिन्छु न मैले लिएको हुनु न के कसले लिएको मलाई थाहा भएन तर जस्तो छ म त्यस्तै फर्काइदिन्छु बरु म यसरी रोको हेर्न आएको होइन यस्तो गर्दो रहेछन् आफ्नै मान्छेहरू भने यस्तो पैसा चोरहरूलाई नि के राख्नु घर पनि किन जान्छु भनिरहेको छु त अब गइसो न त अनि कसले रोकेको छ र भने कि गइसो हामीलाई नो मतलब नो प्रब्लम ओइ ओइ किन हाँसेको फेरि पैसा चोरहरूलाई घरभित्र ल्याउनु हुँदैन भन्ने थाहा छैन यो पैसा चोर्नी हो म त यस्तो गरेर रोइका पैसा चोर्नी इट्स अ प्राङ्क कस्तो तर्सेको थिएँ पैसा दिने रे मलाई पैसा फिर्ता दिने क्यामेरा त्यहाँ देख्छ हजुरले क्यामेरा कहाँ देख्नु त्यत्रो भाडा छोपेको छ मैले पत्ताको थिएँ कि अनि म त कहिले पनि यस्तो गरिसिन्न थिएँ दिदीले आज कसलाई प्राङ्क म चाहिँ झन् केही पनि गरेको छैन त्यही माथि आरोप लगाइसिन्छ चोरेको त्यही माथि पैसा के भने म कहिले पैसा चोर्ने मान्छे नै होइन कि चोरेकै हो र त ल्याएर फिर्ता दिन्छु भन्छु नि नत्र किन दिन्छु भन्छ चोरेकै हो यत्रो क्यामेरा देखिसक्यो अझै चोरेकै म पैसा चोर्ने मान्छे होइन मेरो 5000 पैसा चोर मेरो पैसा चोर मसँग 5000 छैन कहाँबाट चोर्ने होला भनेको त्यो पनि सही है कुरा चाहिँ एकदमै सही लाग्यो साथीहरु म त एकदम गरिब छु मसँग म पनि गरिब छु मैले नै चोरेको त्यही नचोरेको भए पनि कस्तो दिमाग के कस्तो खालको दिमाग हो के किन चोरेको छैन रे म 5000 हजुरको जस्ताको तस्तै ल्याएर राखिदिन्छु अनि हो त अनि के गर्ने त हैन अनि चोरेको हो रे ल हो म फिर्ता दिन्छु भने अब चोरेकै देऊ पैसा 5000 अहिले मेरो ब्याङ्क ब्यालेन्स खोलेर हेर्ने हो भने नि 1 रुपैयाँ पनि पैसा छैन के मसित त्यस्तो कुरो साथीहरु प्राङ्क कस्तो भयो मलाई थाहा छैन हैन तर खोइ कस्तो भयो क्या है एकदमै नराम्रो
राम्रो लाग्यो हजुरलाई सोचेको थिएँ दिदीले यसरी प्र्याङ्क गर्छ भनेर म झन् के अरे स्कुलबाट फर्किन्छु अनि के अरे दिदीले मलाई भनिसकेको थियो युट्युब भिडियो बनाउँला त्यस्तो केही गरौँला भनेर हाम्रो पहिल्यैदेखि कुरा चलिरहेको थियो बनाउन चाहिँ बनाइयो तर यसरी बनाइयो के मलाई थाहै थिएन दिजुको एक्टिङ स्किल कस्तो रहेछ त रेखा चाहिँ खतरा लाग्यो लागेन होला ल साथीहरू सबैजनाले हेरिदिनु होला माया गरिदिनु होला अनि हाम्रो युट्युब च्यानललाई सेयर एन्ड सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला भन्दै अब नेक्स्ट भिडियोमा भेटौँला अनि हजुर के भन्नु छ नेक्स्ट टाइम चाहिँ म प्र्याङ्क गरौँला ओके म थाहा पाइदिइहाल्छु रे क्या बाई बाई ल बाई साथीहरू